नमस्ते सबैजनामा। म चाहिँ आज यो हाम्रो किवी फार्ममा यो पोलिनेसन गर्दैछु। यो एकदम कृत्रिम रूपमा पोलिनेसन गर्दैछु। यहाँ यो मेल बोटको यो फुलबाट चाहिँ अनि फिमेलमा लगेर चाहिँ पोलिनेसन गर्ने। यो प्राकृतिक रूपमा नि हुन्छ, किरा माउरीहरूले नि हुन्छ। तर हाम्रो कस्तो छ भने माथि त्यो मेलको बोट नभएर तलकोबाट माथि पोलिनेसन अलिक प्राकृतिक रूपमा अलि कठिनाइ भएको हुनाले माथि फुलेको छैन, तल लपकै फुल्यो अनि माथि फेरि फिमेल फुलिरहेछ। त्यो भएर मैले पोलिनेसन गर्नलाई यस्तो गरी यो चाहिँ सबै मेलको फ्लावरहरू हो, यो लगेर अनि त्यो फिमेलकोमा टच गरेपछि राम्रो रूपमा पोलिनेसन हुन्छ अनि फलहरू राम्रो लाग्ने त्यो टाइपको एउटा फ्रुटहरू राम्रो हुने हुन्छ। हस्, धन्यवाद।